हेलो साथीहरु, वेलकम छ है मेरो युट्युब च्यानलमा। मेरो यो नयाँ युट्युब च्यानल हो र मेरो यो फर्स्ट भ्लग हो। आशा छ सबैजनाले सपोर्ट गरिदिनु हुनेछ भन्ने। र आज म के विषयमा कुरा गर्दैछु भन्ने कुरा तपाईले मेरो थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भएको छ। र अहिले म मार्केट पनि जाँदैछु र कुरा गर्दै मार्केट पनि जान्छु। अब यो रोमानिया आउनको लागि कति प्रोसेस लाग्यो भन्ने विषयमा धेरै साथीहरूले टिकटकमा युट्युबहरुमा कमेन्ट गरेको म देखेको छु र मैले पनि गर्थे। यसको विषयमा भन्नुपर्दा मेरो वर्क परमिट आउनको लागि 3 महिना र दिल्ली एम्बेसी डेट पाउनको लागि लगभग 1 महिना जति। 1 महिनामा वर्क परमिट निस्केको 1 महिनामा दिल्ली एम्बेसीको डेट आएको थियो र दिल्ली एम्बेसीको डेट आइसकेपछि 3 महिनापछि मात्र इन्टरभ्यूको पालो आएको थियो। 3 महिनापछि इन्टरभ्यू दिन गयो र इन्टरभ्यू दिएको 52 दिनपछि बल्ल मेरो भिजा लागेको थियो। भिजा लागिसकेपछि कतिपयको छिटो फ्लाइट हुन्छ र कतिपयको ढिलो फ्लाइट हुन्छ। यो छिटो र ढिलो हुनको कारण चाहिँ यहाँ रोमानियामा तपाईलाई चाहिँ मगाउने जुन एजेन्ट हुन्छ अथवा कम्पनी हुन्छ, सप्लाई पर्नु भयो भने तपाई एजेन्ट हुन्छ। अब कम्पनीमा पर्नु भयो भने चाहिँ डाइरेक्ट कम्पनीमै हुन्छ। यदि यहाँको सिजन एकदम काम चल्ने सिजन छ भने तपाईलाई तुरुन्तै बोलाउँछ पनि। र अहिले हैन, अहिले सिजन खासै छैन, अलि पछाडी चाहिँ बोलाउनु पर्छ। नेपालबाट मान्छे कामदारहरू मगाउनु पर्छ भनि जस्तो भयो भने यिनीहरूले चाहिँ अलि ढिला गरिदिन्छ। हाम्रो इन्डियामा भिजा लागेपछि 6 महिनाको भिजा लागेको हुन्छ। 6 महिनाभित्र तपाई नेपालबाट रोमानियाको एयरपोर्टमा, बुकारेस्ट एयरपोर्टमा चाहिँ अवतरण भइसक्नुपर्छ अथवा छिरिसकेको हुनुपर्छ। र तपाईलाई यहाँ स्ट्याम्प लगाउँछ, इमिग्रेसनमा आइसकेपछि स्ट्याम्प लगाउँछ, अनि बल्ल चाहिँ तपाई आधिकारिक हुन्छ। यदि आफ्नो नाम, आफू जान लागेको कम्पनी कुन ठाउँमा छ, स्यालेरी कति छ, ग्रस स्यालेरी र नेट स्यालेरी, यो दुईटा जान्नै पर्छ। अनि त्यसपछि आफ्नो बारेमा सोध्छ, अरु केही छैन, नाम सोध्छ, बिहा गरेको छ कि छैन सोध्छ, बच्चा बच्ची छ कि छैन सोध्छ। यति कुरा जानेपछि त्यसै पास भइहाल्छ, त्यो आत्ति नै पर्दैन। नआत्तिकन ढुक्क भएर मलाई यति मात्रै सोध्छ भनेर जानुहोस्, तपाई स्योर पास हुनुहुन्छ। अरु धेरै दायाँमा सोध्दैन। अरु सोधेर तपाईलाई आएन भने पनि तपाई पास हुनुहुन्छ। जसरी पनि कामदारले ल्याइहाल्छ। हाम्रो भिजाको रेसियो एकदम राम्रो छ। त्यसैले कृपया सबैजनाले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सम्पूर्ण मेरा दर्शकहरुमा धेरै धेरै हृदयदेखि नै चाहिँ धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति भन्दै हजुर समक्ष बिदा चाहे। हस्त बाइ, टेक केयर, ह्याभ अ नाइस डे।